आदरणीय दर्शक महानुभावहरु फेरि पनि स्वागत छ हाम्रो नेपाली विश्व वेब च्यानलमा। आगामी फागुन 21 गते प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाल प्रहरीले धेरै मात्रामा म्यादी प्रहरीको भ्याकेन्सी खुलाएको छ र भ्याकेन्सी कहिले खुल्छ र खुल्दैछ र शैक्षिक योग्यता कति चाहिन्छ त्यसै इन्फर्मेसनका साथ म मगेन्द्र शाह उपस्थित भइसकेको छु। यदि तपाई इच्छुक हुनुहुन्छ भने एप्लाई गर्न तपाईलाई साधारण लेख पढ गरेको हुनु पर्यो र कुनै राजनीतिक दलको सदस्य हुनु भएन र महिलाको केसमा गर्भवती हुनु भएन, फौजदारी सजाय भोगेको हुनु भएन र तपाई यदि पुरुष हुनुहुन्छ भने तपाईलाई पुशअप सेटअप त्यस्ता त कम्तीमा गर्नु पर्यो र पुरुषको केसमा तपाईको छाती फुलाउँदाखेरि 33 हुनु पर्यो र महिलाको केसमा तपाईले 4 पोइन्ट भन्दा माथि हुनु पर्यो र 5 पुरुषको केसमा 5 फिट भन्दा हाइट उसको कति हुनु पर्यो 5 फिट 2 इन्च हुनु पर्यो र त्यसरी महिला र पुरुषको आँखा +2 -2 भन्दा कम हुनु भएन र त्यसको रनिङ सेटअप पुशअप त्यस्ता तपाईलाई गराइन्छ। त्यो कुराहरुमा तपाईले सबल हुनु पर्यो र त्यसरी तपाईको प्रथम चरण द्वितीय चरण 3 वटा चरणमा तपाई पास गर्नु पर्ने छ र त्यसका लागि तपाईले पहिला अर्को वर्ष यदि तपाई पास हुनु भएको छ भने तपाईको लागि यो सुनौलो अवसर छ र तपाई यस वर्ष पनि पास गर्न तपाईलाई सजिलो हुन्छ किनभने तिनीहरूले पहिला वर्षको जोले पास गरेको थिए त्यसलाई धेरै प्रिफर गर्दछ र यदि तपाई पुरुष हुनुहुन्छ भने त पुरुषको वेट कम्ती भन्दा 50 केजी भन्दा माथि हुनु पर्यो र महिलाको 50 भन्दा तल पनि हुँदा पुग्छ र तपाईलाई रनिङ सेटअप र पुशअप जस्ता कुरामा चाहिँ ध्यान दिनु पर्ने छ र अहिले साथीहरु भ्याकेन्सी खुलेको छैन। भ्याकेन्सी खुलिसकेपछि म तपाईहरुलाई यसै च्यानल मार्फत इन्फर्म गराउँछु र तपाईहरुलाई यसै च्यानल मार्फत अवगत गराउँछु। किनभने ज्यादा हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु भएको छ भने सब्स्क्राइब गरिदिनु होला। यस्तै अपडेटको साथमा तपाईको माझमा उपस्थित हुने छु भन्ने वाचा गर्दै अर्को भिडियोमा भेटिने छु। जय नेपाल जय मधेस। साथीहरु अहिले चाहिँ भ्याकेन्सी खुलेको छैन।